मलाई चाहिँ आज दमकबाट बसन्ती भट्टराई दिदीले चाहिँ के पठाइदिनु भएको छ अनि पठाइदिएको छु बहिनी तिमीलाई गाडीमा आउँदैछ भन्नुभयो अनि मैले पनि गएर हतार हतार ल्याएर हेर्नुहोस् न पोका खोली गएँ किनकि दिदीले मलाई के पठाइदिनु भएछ दमकदेखि बसन्ती दिदीले भनेर चाहिँ एकदमै हेर्न मन लाग्यो नि त। अनि काँक्रा हेर्नुहोस् न आफ्नै बारीमा फलेको अनि करेला पठाइदिनु भएछ दिदीले कति माया गरेर हेर्नुहोस् न करेला है सब्जी दिदीको आफै लगाउनु भएको के दमकमा कति जाँगरिलो हुनुहुँदो रहेछ मेरो दिदी त। अनि हेर्नुहोस् न घिरौँलाहरू पनि त्यसरी नै पठाइदिनु भएको छ। यो घिरौँला त होला नि है घिरौँला झिझिना सबै सब्जीहरू चाहिँ टन्नै पठाइदिनु भएको छ एक झोला। अनि हेर्दैछु म यहाँ पोका खोलेर हेर्न साथीहरू कति मिठो लाग्छ क्या मलाई चाहिँ टमाटर मिसाउँदाखेरि चाहिँ एकदमै मनपर्छ घिरौँलाहरू पनि। अनि त्यस्तै गरी अरू पनि सब्जीहरू निकाल्दैछु हेर्नुहोस् न झिझिना रहेछ अनि घिरौँला रहेछ काँक्रो करेला थुप्रो सब्जी पठाइदिनु भएछ। सानो परिवार छ हामीलाई त प्रशस्तै निकै दिनलाई पुग्ने रहेछ सब्जी पनि आफै लगाउनु भएको आफ्नो घरको सब्जी अर्ग्यानिक। अनि हेर्नुहोस् न हाम्रो सानो परिवार छ अनि धेरै हुन्छ होला भनेर अनि फर्सी पठाइदिनु भएको रहेछ आधी काटी ओरी दिदीले धेरै धेरै धन्यवाद बसन्ती दिदीलाई धेरै धेरै धन्यवाद।